ल आज पनि सधैँ चाहिँ हाम्रो नियमित श्रमदान कार्यक्रम प्रत्येक शनिबार चाहिँ हामी बेलाका नगरपालिकाको जुन श्रमदान टोली छ त्यो चाहिँ कार्यक्रम सुरु भइसकेको छ हैन गाइजहरु, तपाईहरु पनि जोडिँदै जानु होला। अहिले चाहिँ हामी ठ्याक्कै बुद्ध चोकको मेन पोइन्टमा छौं र श्रमदाताहरु एकदम श्रम अभियानमा लगातार लागि परिरहनु भएको छ। यस्तै छ ल श्रमदान। नमस्कार नमस्कार, जय श्रमदान। श्रमदाताको लागि पानी। नाना सेगमे जय प्रेम। आज यो के बोक्दै हुनुहुन्छ नाना? आज म 4 कार्टुन मेरो तर्फबाट, 3 कार्टुन मेरो साथीको तर्फबाट, ओके, अनि 1 कार्टुन चाउचाउ, 4-5 पोका चिउरा, अनि फ्रुटी, चाउचाउ बिस्कुट। यो चाहिँ के को लागि सहयोग गर्दै हुनुहुन्छ? आज मेरो जति पनि देशमा रहेको यसो सरसफाइ कार्यक्रम गर्दै हुनुहुँदो रहेछ श्रमदान मार्फत हैन त? श्रमदान मार्फत। यानी मेरो श्रीमानजीले चाहिँ जाऊ लगिदेऊ पानीहरू, यसो 1 बोतल घाँटी भिजाउनु भनेर यसो। ठीक छ, एकदम पानी नै जीवन हो, अनि त्यही भएर पुर्याउन आएको। ल नानालाई धेरै धेरै धन्यवाद। उहाँ चाहिँ मेरो आफ्नै नाना हुनुहुन्छ हैन, सो उहाँले चाहिँ आज हाम्रो श्रमदान अभियानलाई सहयोग गर्दै हुनुहुन्छ, पानी नास्ताहरू हैन। त्यही भएर तपाईहरु पनि आफ्नो ठाउँबाट यसरी नै अगाडि बढ्नुहोस्, उड्नुहोस्, आफ्नो ठाउँलाई चाहिँ आफै बनाउनुपर्छ श्रमदान मार्फत भनेर अगाडि हामी बढिरहेछौँ। हाम्रो अभियान एकदम निरन्तर चलिरहेछ। ल जय श्रमदान, जय बाटो। ल यो चाहिँ आज हामी हाम्रो श्रमदान अभियानलाई सहयोग गर्दै हाम्रो मेरो आफ्नै आफन्त पर्नुहुन्छ नाना दिदी कमला राई, नानाले चाहिँ हामी श्रमदाताहरूको लागि भनेर 1 कार्टुन चाउचाउ, चिउराहरू हैन, फ्रुट 1 कार्टुन, पानीहरू, एकदम पानी उहाँले चाहिँ सहयोग गर्नुभएको छ हाम्रो श्रम अभियानलाई र उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। नमस्ते। ल हेलो हेलो हजुर, आज चाहिँ मैले एकदमै हाम्रो पपुलर बहिनी, हाम्रो बेलाकाको बहिनी मिनिङ चाम्लिङ बहिनीलाई भेटेको छु। एकदमै श्रमदानमा खुसी लागेको छ। त्यही त पहिला पनि देखिरहेको भिडियोहरूमा हैन, ब्लगर हेरेर हुन्छु म पनि, अनि स्पेसली मेरो वाइफले पनि धेरै हेरेर हुन्छ आजभोलि चाहिँ। धन्यवाद। यसरी हिँड्दै गर्दाखेरि तपाईँहरूले यसरी मलाई चिन्नु हुँदाखेरि एकदमै धेरै खुसी लाग्छ। यो तपाईँहरूको माया साथै मलाई सधैँ यसरी नै मिल्छ। ओके छ बहिनी, खुसी लाग्यो आज श्रमदानमा भेट भयो है। अनि पहिला देखिरहेको पहिले पनि एकचोटि देखेको थियो, यो चुनाव प्रचारको बेला पनि देखिरहेको थिएँ बाटोमा, तर त्यतिखेर देखिरहेको थिएँ। मलाई नि एकदमै धेरै खुसी लाग्यो। अनि ल भाइरल बनाउनु पर्यो हाम्रो दाइलाई पनि सबैजनाले माया गरिदिनु होला। जय श्रमदान। ओके बाइ बाइ गाइस। यो चाहिँ हामीले दिइहाल्नुपर्छ, यहाँ हार्दिक अनुरोध छ। अगाडि बढ्नु। सँगले खानुपर्छ, सबैजना मिलेर खाउँ है। अलिअलि खाउँ, सबैलाई पुगोस्, यहाँ हार्दिक अनुरोध छ। पुरै गाह्रो छ यस्तो गाडी छ, पुरै गाह्रो छ है। गाह्रो कत्रो गाडी हो, जङ्गल।
गर्दै हामी श्रम गर्नलाई जाउँ डुब्नै लाग्या त्यसलाई अब किनारा लगाऊ